आमा किन काँक्रा टिप्नु भएको नि? छोरीकोमा जान आँटेको अनि त्यही भएर यसो नाति नाति गरेर खाँदैछु भनेर लगिन आएको नि काँक्रा। आमा काँक्रा सबै नलानु है, एक दुईवटा छोडिदिनु, केटाकेटीले पनि खान्छन्। कति नै मलाई चाहिँ नाता नातिनाको मायै लाग्दैन यस्तो गर्छु। जा त्यसो भए म पैसा दे, म बजारबाट किनेर लान्छु मिठाई र फलफुल। आमा मसँग जहिले पैसा कहाँ हुन्छ त नि? के अब म खाली हात जानु त त्यसो भए? आमा हजुर त हरेक महिना गइरहनुहुन्छ त, घरि माइत, घरि दिदीकामा, घरि बुढी, घरि छोरीकामा। यत्रो पैसा चाहिँ मैले कहाँबाट निकाल्नु जहिले भन्नु त? ए अब त म तेरो खोटानमा हिँड्नु पर्ने? दिनभरि खेतामा काम गर्छु म, अनि अन्नको पैसा राख्थिस् त, अनि पैसा छैन भन्छस् अहिले मलाई? आमा पैसा थियो जे मैले ब्याङ्कमा जम्मा गरिसकेँ, आज त मसँग 1 रुपियाँ पनि पैसा छैन। के तँसँग 200-400 रुपियाँ पैसा पनि छैन? छैन। यत्रो खेतामा काम गर्छु म, 200-400 रुपियाँ पनि छैन? त्यसो भए ठिकै छ, खेतको भाग गरिदिन्छु, तिमीहरू गरी खाऊ, म आफै गरी खान्छु। ल ठिक छ, खेतको मात्रै होइन भान्साको पनि भाग भन्न गर्नु पर्यो। फेरि खेतको काम गर्न सक्छु भने पकाइ खान पनि सक्छु, भरे छोरो आएपछि भन्नु। म किन भन्नु र, आफै भन्नु न पऱ्यो। मसँग मात्रै भन्न सक्छु, भरे छोरो आएपछि भन अलग्गै खान्छु भनेर। अलग खानु त तपाईँलाई थियो त, म किन भन्छु, तपाईँ नै भन्नु न। आउन दे छोरालाई, भरे फसला गर्छु म। कति चाहिँ बुहारी ल्याएछ हौ छोराले यो घरमा। हस्